नमस्ते। आजको आध्यात्मिक चिन्तनमा तपाईहरुलाई स्वागत छ। हिजो मैले वैराग्यको कुरा गरेँ। अब योगको अर्को पाटो भनेको अभ्यास हो। अभ्यासका 5 वटा पिल्लरहरू हुन्छन् र हामीले त्यसलाई सधैँ स्मरण गर्नुपर्छ र त्यो पथमा हिँड्नुपर्छ। श्रद्धा, वीर्यम, स्मृति, समाधि, प्रज्ञानम, वितरेवम अर्थात् तपाई जुन पथमा हुनुहुन्छ योग पथ, त्यो पथप्रति तपाईको श्रद्धा हुनुपर्छ। तपाईले जुन गुरुलाई फलो गर्नुभएको छ उहाँप्रति श्रद्धा हुनुपर्छ। अर्थात् तपाईले जुन अस्तित्वलाई, जुन ईश्वरलाई मान्नु भएको छ त्यो प्रति तपाईको श्रद्धा हुनुपर्छ। बिना श्रद्धा योग हुँदैन। वीर्यम भनेको शक्ति हो, तपाईमा भएको जीवन्त शक्ति हो। तपाईले आफूमा भएको जीवन्त शक्तिलाई पूर्ण रूपमा उपयोग गर्नुपर्छ र त्यो शक्ति उपयोग गरेर अनुशासित भएर अभ्यास गर्नुपर्छ। हाफ हार्टेड वेमा मैले योग गरेकै त छु नि भनेर हुँदैन। You have to utilize all your energy. स्मृति भनेको माइन्डफुलनेस अर्थात् सचेत भएर गर्ने हो। म यो योगको पथमा लागिरहेको छु। मेरो लक्ष्य आत्मज्ञान हो र म योबाट कहिल्यै विचलित हुन्न भनेर तपाईले हरपल सचेत भएर योग अभ्यास गर्नुपर्छ। यसलाई स्मृति भनिन्छ। समाधि भनेको कुनै एउटा कुरामा निरन्तर ध्यान केन्द्रित गर्नु हो अर्थात् एकाग्रताको विषय हो। तपाई संसारका विविध कुराहरू तपाईको सेन्स अर्गान्सले देखाउने विभिन्न कुराहरूबाट विचलित नभई, मनमा आउने कुराहरूबाट विचलित नभई, विचारमा आउने कुराहरूबाट विचलित नभई एकाग्र हुनु समाधि हो। जब तपाई यी 4 वटा कुराहरू गर्नुहुन्छ तपाईमा प्रज्ञान घटित हुन्छ अर्थात् अन्तर्दृष्टि बढ्न थाल्छ। त्यो अन्तर्दृष्टि नै प्रज्ञान हो। प्रज्ञान भनेको फ्लुइड जस्तो हो। जब तपाईले यसरी अभ्यास गर्नुहुन्छ 4 वटा कुरालाई फलो गरिसकेपछि 5औं कुरा पनि प्राप्त हुन्छ। त्यसरी योग गर्दाखेरि जहिले पनि 5 कुरालाई ख्याल गरेर अघि बढ्नु होला। हस्त नमस्ते।